लु केटा अब भोलि छुट्टी रहेछ कि टुच्चा लगाइदिउँ त ए लाने भाइ लगाइदिउँ न त भोलि छुट्टी नै हो क्या अरे के भयो र अनि ल अन्त आफ्नै दिनु मसँग माल छ नेपालबाट ल्याएको विचार गरौँ न त यसलाई लु यो बसौँ न त नेपाली प्राण हो प्राण त दामी नै हो यस आज चाहिँ हाम्रो त्यसमा ए यो पो हो प्राण त अब दामी हो लोकल खाने ठट्टा खाने बानी भएको मात्रै लाग्दैन के गर्ने पुरा जडियालाई खाएको त कन्टिन्युली लाउँछ अहिले खाएको भए पनि त छुट्टी उसको ठाडी ओढाइदेन मर्दी सिरकमाथि खापेर भोलि छुट्टी छ मासला केटाहरू के गर्दै बसिरहेको पनि ज्यान लाग्यो बलियो रामेले हेरेर त गल्ट खराबको साथी छ ऊ आएछ त फेरि खाइरहेको बेलामा ए लुरे किनर पो आएछ ओहो केटा के हो भने आमामा देशमा चुनाव लागिरहेछ रक्सी हानेछ छुट्टी हुनु पाएन रक्सी आमामा नसक्ने रहेछ केटाहरूलाई पनि खतरा दियो त लुरे क्लिनरलाई देशको चिन्ता ए दाजु क्लिनर भनेर नहेप्नु न खाडीमा दिँदैन त बिहा फुस्किनु पर्ने त आफ्नै देशमा गएर होला नि त रिसाइ गर्नु त डर दियो त तिमीलाई खतरा दियो दाजु तपाईँ समरिसा होइन देशले परिवर्तन चाहिरहेको छ चुनावको माहौल छ नेपाल पो हिँडेको हो म त अब दाजु देशमा परिवर्तनको खाँचो छ परिवर्तनको सुरुवात हामी जस्तै युवाबाट गर्नुपर्छ चुनावको पनि माहौल छ देशमा हामीले पठाएको रेमिटेन्सको नोट चल्ने हामीले हाम्रो भोट नचल्ने जानु परेन देशमा भोट हाल्नुलाई ल भाइ त जानै लाग्यो रहेछ यार किन भएर के गर्नु त भाइ त सोच कति मानेर गौरी हामी चाहिँ हेर रक्सी खाएरै जिन्दगी जानेको हाम्रो चाहिँ तिमीलाई शुभ यात्रा तिमीलाई हामी यहाँ भए पनि तिमीलाई नेपालमा हाम्रो साथ सपोर्ट यहीँबाट हुन्छ मेरो भावी पिँढीले मैले जस्तो दुःख गर्न नपरोस् भनेर जाँदैछु ल राम्रोसँग रक्सी खाएर बस्नु ल हामीलाई समर्थन छ भाइ तिमीलाई यहाँ गयो